हेलो गाइज हाम्रो चाहिँ यहाँ टिको लाएर आशीर्वाद थाप्ने कार्यक्रम हुँदैछ हल्का ए फोन आयो टिको लाउँदा दसैँ हो दसैँ लुगामा चाहिँ धेरै नलागोस् लुगामा लाउँदैन न मान्छेले त केही पनि भन्नु छैन खोइ त आइन र नसुते पनि चाहिँ आशीर्वाद चाहिँ दिनु पर्यो मनमा नै दिनुहुन्छ त्यस्तो लाग्छ भने उयोको बरको छैन बुवा कहाँ उभिएको मम्मी देखिनु पर्यो यहाँ हाम्रोमा यहाँ हाम्रो नसुते सिरिन्छ बसेर शत्रु छन् र गब्बे आइसुरे त्यही हो भयो मारिसक्यो त लडाइसक्यो मान्छे थोरै लगाइदिनु भयो अब बुवाको पालो थोरै भयो त थोरै हो नि त टिका लाउने थोरै त लाउँदै म चाहिँ देखिन्न भयो सिधा टाइपमा चाहिँ लगाइदिनु के भयो किचपको यति भए पनि आशा त के यता फर्किन न गाइस मिल्दैन नि राखेछु उ बोलाउनु उ टाउकोमा छर्किनु पर्छ बुटाउकोमा यस्तै राख्नु परेको आशीर्वादमा पाएको दक्षिणा बुवा तारा उता दुनुहुन्छ रहेछ आशीर्वादमा पाएको छ बुवा एक भइसक्यो त आशीर्वादमा पाएको दक्षिणा भन्नुहुन्छ भाउजू मेरो पालो है ल आशीर्वाद मजाले ठुलो स्वरमा दिँदा नि हुन्छ मनमा नि दिँदा आशीर्वाद दिने बुवा खोइ त आइन्द नसुते भनेको सम्पत धेरै कमाउनु अनि सबैले मान्ने गुन्ने हुनु मनमा नै दिइरहेको छु बोल्नुपर्छ त अन्त कहीँ थप्किनु तपाईँ लु बुवा आउनु लाइहाल्नु यस्तो बाङ्गो भएछ टिका फेरि सन्देला हतार भइसक्यो आशीर्वाद दिँदै हिँड्दै अलि दक्षिणा झर्छ भनेको राम्रै आशीर्वाद झर्ने हो त्यति हो यता पनि घरि बोल्दै गर्नु न मैले यता क्यामेरातिर अलि क्यामेरा माथि गर्नु त नानी बबिता बोल्दैछ बिचरा त्यहाँ अझै माथि गर्न लडाउँछ ए गयो लड भयो अनि यस्तै लुलुक कसै क्यामेरा के अनि त्यही भएर मलाई मन पर्दैन भन्न बोलेकै हाल्ने हो जे पाए त्यो नबोली बसिसक्यो स्विच अफ हुने अलिकति भाउलाई चाहिँ देखिदिएर रहेछ त्यसको सानो थाप बक्ता लगाइदिनु अब मेरो पालो आयो है यता टिको लाउनु थाल्यौँ हामी अनिसा यता लाउँदैछौँ लगाइसक्नु भएको तपाईँहरूले मम्मी ए हामी त भर्खर हजुर ए अनिसा केही पालो आइरहेछ ठ्याक्कै हुन्छ नाकभरि झरेछ केटीखेर एकछिनमा गर्छ है मम्मी त्यतिखेर त गर्ने त यतिखेर भाउ उनीहरूले पनि आशीर्वाद दिन्थे उहाँ बडो भाउ गर्नु हुँदैन तिमीहरूले अनि हेलो गाइस बुवाको हातलाई चाहिँ मजाले हेर्न पाउनु हुने भयो
खोइ मेरो साउ त्यसलाई चाहिँ भाउजू रिसाइसक्नु क्यामेरा समात्न लाएर अनि भ्याइनलाई जेठी भाउजूलाई नि छ त हो देखिरहेको पैसाले कति दिने हो गाइजहरू हेर्दै गर्ने आशीर्वाद चाहिँ टन्नै थापियो होइन भन्दै गरे कति त टक्क टक्क अरे 50 काट्दैछ 50 यसो देखिने बेलामा चाहिँ ठुल्ठुलै खोइ जमरा दिएको पैसाले ठुलो 500 को नोट आइहाल्यो भन्दै दिनु म पैसाले ठुलो मान्छेको एउटा जिरो थप्न बाँकी छ किनिँदैन होला भरे इफेक्ट लाउनु पर्छ मैले चाहिँ यस्तो भएको दुईटा 50 जस्तै देखेँ ल गाई दक्षिणा पनि थाप्यो म त कान्छु हो दुईटा दिँदा नि ल ल यो जमरा र रातो टिका जे बुवाले पनि दिएको आउँथ्यो दसैँ आउन त पहिले नि यस्तो मजा त्यो जमरा चाहिँ लाग्यो दानमा आमाको मात्रै हो तिम्रो बुहारी नमस्ते कान्छालाई दिएर उसलाई दिएछ नि तपाईँले कतिजना भएको छ नि तपाईँ बनाए न यहाँ मोबाइल राख्दा पनि हुने रहेछ नि अब हुन्छ त्यहाँ पैसा थाप्न हतार भयो तिमीलाई ल मधेस नपुग्नु रातिमै पुदिने हेर न यता फर्काएर हो जमरा लाउनु त आशीर्वाद हाम्रो चाहिँ त्यस्तो हुन्छ फेरि त्यो जमरा मिलाएर ला भनेको अलि यो राख्न जोड कान्छी कानमा यता फर्काएर खुट्टा फाल्टे फाल्टे जोड यसले जो जोड्नु न अलि गफ नहान अहिले साँच्चै हो के बुवा बबितालाई दिइनँ मैले दिएको छ दिएको दिनुभयो एउटा मात्र सही दुईटै छ बबिताको प्यान्ट चाहिँ नयाँ हो त्यही भएर देखाइरहेको थियो एउटा खुट्टा पर उता एउटा खुट्टामा चाहिँ डोरेको के खाने कि भात खाने होला अब कि पहिले उ गर्ने मुख जुठो पार्नु पर्यो गाइस हामी चाहिँ अब त्यही हो अब यस्तै हो हाम्रो चाहिँ यसपालिको दसैँ आउँथ्यो दसैँ आउन त पोहोर परार पनि तर यसपालि अलि रमाइलो छ किनभने हामी सबैजना छौँ धेरै छौँ होइन त्यही हो गाइस